वेलकम टु माई न्यू मिनिङ ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज म जुन चाहिँ देखाउन चाहिरहेको छु यो चाहिँ पुरानो ओल्ड मोडल, यो 100 वर्ष पुरानो घर भइसकेको छ। अन्त यो चाहिँ म पुरा फुल भिडियो हेरिदिनुहोस् ल। अन्त यो पोस छ नि, यो चाहिँ काठको पोस हालेर फेरि माथि काठ हालेर फेरि यहाँ माटो लगाएर लेप्छ। यहाँ पनि माटो लगाएको छ। अन्त पहिलाको जमानाको यस्तो हुन्थ्यो, मतलब यो माटो लगाएर सिमेन्टको, अहिलेको सिमेन्ट बराबर हो पहिलाको माटो। तर अहिले यस्तो माटो देख्दैन। यहाँ हेर्नु काठको कति छ, हाइट यसको कम्ती छ, ठोकिन्छ। तर दोकान मालिक ओम बहादुर सुब्बा भन्नुहुन्छ, उहाँको घर हो। यहाँ हेर्नुहोस्, यो चाहिँ नयाँ, यो फलामको सेरी यताबाट नयाँ बनाएको। यहाँबाट म चढ्दैछु। यहाँ हेर्नु पहिला जमानाको खिड्की यस्तो थियो। यहाँ हेर्नुहोस्, यहाँबाट फेरि दैलो हेर्नुहोस् त, यो बिजनबारीको घर हो। यहाँ हेर्नु, यो मतलब काठको घर छ। अन्त यो माटो, यो चाहिँ यहाँनिर माटो मतलब गाईको गोबरले यो यहाँनिर कस्तो लेप्छ मान्छेले। यो चाहिँ पहिलाको 100 वर्ष प्लस भइसकेको छ घर। यहाँ हेर्नु, म देखाउँदैछु। यहाँ हेर्नुहोस् पुरानो जमानाको टिभी पनि छ। यहाँ हेर्नुहोस्, तर हाइट कम्ती छ होचो। फेरि यहाँ हेर्नु माथि, यहाँ पनि लेप्छ गाईको गोबरले। यहाँ हेर्नु काठको, यो जस्तै नि काठको बिम हालेर हेर्नु कस्तो छ। त्यतिकै छ, हुन्छ। यहाँ कम्ती हाइटको